झापाको कन्काई नगरपालिका 5 नारायणदल चोकमा श्रीमतीको विवश तरिकाले हत्या भएको छ र श्रीमानको पनि घाँटी काटिएको अवस्थामा छ। उहाँ बेहेन्सी अस्पताल बिर्तावटमा उपचाररत रहनु भएको छ। यो घर भाडामा विगत 2 वर्षदेखि बस्दै आउनु भएको थियो। मनिषा मङ्गराती करिबन 40 वर्ष जो ज्याला मजदुरी गर्नुहुन्थ्यो, उहाँको हत्या भएको छ भने उहाँको श्रीमान त्यस्तै 40-42 वर्षको लालबहादुर मङ्गराती, उहाँ विगत 2 वर्षदेखि यो घरमा कान्छी श्रीमती लिएर बस्दै आउनु भएको थियो। उहाँको चाहिँ घाँटी काटिएको अवस्थामा उहाँले आफै फोन गरेर छिमेकीलाई भनेपछि प्रहरी बोलाएर अहिले प्रहरीले चाहिँ घटना यसरी यो बाउन्ड्री लगाएको छ भने स्थानीय वासीहरू चाहिँ ठुलो सङ्ख्यामा उपस्थिति तपाईहरु देख्न सक्नुहुन्छ। यो झापाको कन्काई नगरपालिका वार्ड नम्बर 5 नारायणदल चोक